हेलो एभ्रिवान, मेरो नाम चाहिँ अस्कर तिमल सिन्हा। अनि आजको मेरो कविताको शीर्षक छ पहिलो अनुभव, जो चाहिँ मैले कहिले अनुभव गर्न पाएन। अनि फर्स्ट टाइम मलाई त्यस्तो महसुस हुँदैछ, जो चाहिँ म आफ्नो कुराहरू व्यक्त गर्न चाहन्छु। अनि त्यसको माध्यम छ मेरो कपी र कलम। अनि मैले कोरे कविता अब गर न बाचा न छोड साथा जिद्दी नै बनायो। आमाको ठाउँमा राख्नु नै भए यो मनले दे तिमलाई नै समायो। अब नगर्नु बाचा नछोड्ने साथ, अब गर न बाचा नछोड्ने साथ जिद्दी नै बनायो। आमाको ठाउँमा राख्नु नै भए यो मनले दिदी तिमीलाई समायो। आमाको ठाउँमा राख्नु नै भए यो मनले दिदी तिमीलाई समायो। गर्मीयामको मौसम छ, सुस्त शिशिर हावा चलिरहेको छ। बा रेडियोमा समाचार सुन्दैछन्, आज फेरि बाद्वारा 2 जना छोरीको हत्या। मन खिन्न हुन्छ। दिदी खुसीका साथ आशा र सपनाका किताब बोकी आँगनसम्म जान्छे। दिदी किताब बोकी आँगनसम्म जान्छे अनि किताब बिछाउँछे आँगनमा। ठुलो स्वरले औँला भाँच्दै पर्छ, मेरो भाइले देखेका सपना पुरा गर्न सकु। भाइले गलत बाटो कहिल्यै नचुनोस्। एक्कासी ढोका ढकढक हुन्छ, आमाको स्वरले म झसङ्ग बिउजिन्छु। आज पनि सपना नै रहेछ, जो अधुरो र अपुरो रह्यो। मैले दिदीसँग बोल्न नपाई आमाले बिउजाइन्। रिस मेरो निधारमै देखिन्छ। मलाई लाग्छ मेरी आमाले यो छोरी विरोधी समाजलाई जितेको हुनुपर्छ। मलाई लाग्छ मेरी आमाले यो